नमस्कार साथीहरू, टङ्कदारलाई कारबाही सिफारिस, रवि लामिछानेमाथि कारबाही सिफारिस। अनि यहाँ त जेल जाने पालो 17 जना सांसदको रे। जेलै जाने भनेपछि तोकेरै कारबाही गर पनि भनेको होला। अनि यहाँ हेर्नुहोस्, उहाँले कान्तिपुरको दोस्रो पेजको फोटो राख्दै भन्नुभएको छ, प्रतिवेदनले दोषी देखाएका व्यक्तिमाथि कारबाही गर्न सिफारिस। दोषी देखाएका, तर त्यही कान्तिपुरले छापेको पहिलो पेजमा भएको साँच्ची नै कारबाही गर दोषी छन् भनेका मानिसहरूको चाहिँ कतै पनि कुरा छैन। अर्थात् आफ्ना आफ्ना पक्षका मानिस लुकाउने र अर्को पक्षको अथवा आफूले मन नपराएका मान्छेहरूको इज्जत नै उतार्ने दौड छ अहिले नेपालमा। त्यो पनि फेक र मनगढन्ते टाइटलहरू राखेर, लगभग चरित्र हत्याकै जस्तो लाग्ने गरी। व्यक्तिहरू मात्र होइन, ठुलै नाम चलेका समाचार पत्रहरूले पनि अहिले यस्तै सेलेक्टिभ फ्रेमहरू राखेर डुलाउने गरेका छन्। यस्तै समाचारले भरिएको छ अहिलेको सामाजिक सञ्जाल नेपालतिर। यस्ता प्रायोजित समाचारहरू देख्दाखेरि तपाईँलाई पनि लाग्दै होला, यत्तिका समाचार र मिडियाले लेखिसकेपछि त यिनलाई पनि आयोगले दोषी नै पो ठहराएको हो कि, अब भोलि नै यिनीहरू जेलै पो चलान गरिहाल्नुपर्ने खालका मान्छे हुन् कि भन्ने तपाईँलाई लाग्दै होला। आयोगले कारबाहीको सिफारिस नै पो गरेछ कि दोषी नै पो देखाएछ कि जस्तो लाग्दै होला। त्यहाँभित्र के छ? जस्ताको तस्तै आज आउनुहोस् हेरौँ सँगै मिलेर वास्तविकता के हो, दुधको दुध पानीको पानी। रिपोर्टभित्र पसेर खोतलखातल गरिहाल्नुभन्दा पहिला राष्ट्रिय मानव अधिकार आयोग के हो त्यो बारे बुझौँ। यो एक संवैधानिक आयोग हो, संविधानमा नै यसको व्यवस्था गरिएको छ। देशको प्रधानमन्त्रीलाई समेत उसले जाँचबुझ गर्न सक्ने ताकत राख्छ गर्ने हो भने देशभित्र भएका प्रत्येक मानव अधिकार उल्लङ्घनका घटनाहरूमा उसले खबरदारी गर्नुपर्छ, उसको कर्तव्य त्यो हो। तर सेलेक्टिभ जजमेन्ट जस्तो लाग्ने गरिका केही केसहरूमा ऊ सुतिदिन्छ अनि केही केसहरूमा चाहिँ बुरुक्क चाहिने भन्दा बढी उफ्रिदिन्छ। कहिलेकाहीँ त यस्तो नाम गरेको संस्था पनि नेपालमा छ र जस्तो लाग्छ। एउटा दुईटा उदाहरण नै काफी छन्। हेर्नुहोस्, यहाँ चैत 15 गते तिनकुनीको घटना त बिर्सिनु भएको छैन होला। बिर्सिनु लाग्नु भयो भने मैले भिडियो बनाएको छु, यो भिडियो हेर्नु होला, तल लिङ्क राखिदिन्छु। त्यहाँ शान्तिपूर्ण रूपमा भेला भएका मानिसहरूमाथि राज्यले चरम दमन गर्यो। मान्छे मरे, जिउँदै मानिस जल्यो। तर त्यसको प्रतिवेदन खोइ। सुन्नुहोस्, त्यहाँभित्रकै मानव अधिकार आयोगभित्रकै सदस्य र अहिलेको यो रिपोर्टको संयोजकको मुखबाट के भएको थियो। त्यहाँ चैत 15 मा काठमाडौँको तिनकुनेमा भएको घटनाका बारेमा गरेको अनुसन्धान प्रतिवेदन त लुकाएकै हो नि, कहाँ सार्वजनिक भएको छ? त्यसलाई फेरि पुनर्अनुसन्धानको लागि पठाएको छ अनुसन्धान टिममा। त्यो भएको छैन। सुनिहाल्नुभयो, मानव अधिकार आयोग आफैले बनिसकेको रिपोर्ट पनि लुकायो अरे। कस्तो गजब छ। किन होला? बनिसकेको रिपोर्ट किन लुकाउनु पर्यो होला? सायद त्यहाँ मर्ने नेपाली नागरिक थिएनन् कि, या त्यहाँ मानव अधिकार हनन भएकै थिएन कि चस्मा फरक पर्यो कि राजनीतिक दबाब पर्यो, त्यो उनीहरू नै जानुन्। अनि त्यसै गरी केही वर्ष अघि रौतहटमा माओवादी र मधेसी जनअधिकार फोरम बीच झडप हुँदाखेरि त्यहाँनिर अर्को एउटा भयङ्कर नरसंहार भएको थियो। एम्बुलेन्समा भएका मानिसहरूलाई समेत छोडिएको थिएन त्यो ठाउँमा। त्यहाँ पनि यही आयोगले रिपोर्ट बनायो, तर के भयो त्यो पनि यहाँ उहाँकै मुखबाट सुन्नुहोस्। रौतहटका घटनादेखि लिएर यो मान्छे दोषी हो, यसलाई अब भोलि चाहिँ अनुसन्धानको दायरामा लानुपर्छ भन्दै पनि निर्वाचन आयोगबाट टिकट पाएर लडेर उप प्रधानमन्त्री हुनुभए पनि हो। यहाँ सुनिहाल्नुभयो, त्यसको चाहिँ रिपोर्ट बनाएको पनि हो अरे, रिपोर्ट बुझाएको पनि हो अरे। तर तत्कालीन सरकारले रिपोर्ट लुकाएर दबाएर उल्टै आरोपितहरूलाई, हत्याको आरोप लागेका मान्छेहरूलाई नै सांसद र उप प्रधानमन्त्रीसम्म बनायो अरे। कस्तो न्याय! त्यसको चर्चा अहिले गर्दैनन् किनकि ती आफ्ना थिए, लुकाउन पर्यो, ढाकछोप त गर्नै पर्यो। त्यो भन्दा पनि अघि माओवादी युद्ध भयो, हजारौँ मानिस मरे, अङ्ग भए, कुटपिट भयो, मारिए, विस्थापित भए। मानव अधिकारको सायद विश्वमै कहीँ नभएको चरम दुरुपयोग भयो, हनन भयो। त्यहाँको रिपोर्ट कता छ? त्यसको त कुरै नगरौँ। महान क्रान्ति सफल भयो, मर्ने मरे, सकिगयो, देशमा परिवर्तन आयो, मान्छे मरेको के कुरा गर्ने? भदौ 23 र 24 भएको जेनजी आन्दोलनलाई यस अघिको सरकारले, सुशीला कार्कीको सरकारले राजपत्रमै सूचना निकालेर जनआन्दोलन थियो भनेर घोषणा गरिदियो। तर यो अहिलेको मानव अधिकार आयोगको रिपोर्टले त्यो केवल सङ्गठित रूपमा गरिएको अपराधिक कार्य थियो भनेर भनेको छ। आफै हेर्नुहोस् यहाँनिर रिपोर्टमा। तर जे होस्, कम्तीमा मानव अधिकार आयोग पनि रहेछ है भन्ने फिलिङ चाहिँ आयो र त्यो आयोग अहिले जाग्यो। साह्रै राम्रो, रिपोर्ट पनि आयो। तर यहाँ सुन्नुहोस्, सेना बयान दिने आएन रे, दबाब हो कि होइन त्यो पनि थाहा छैन रे संयोजकजीलाई। बयान दिन नआए पनि सेनालाई ठुलो दोष या कारबाहीको सिफारिस गरिएको छैन यो रिपोर्टमा। अब दबाब आयो नआएको कुरा मलाई प्रश्न थाहा छैन।
सेना आउनु भएन। अनि बालेन शाहसँग 2 घण्टाभन्दा बढी बयान लिएको पनि थियो अरे। बालेन शाहको फेसबुक स्टाटस प्रोभोकिङ पनि थियो अरे। तर उहाँको नाम पनि यो रिपोर्टमा कहीँ पनि छैन। त्यो किन? त्यो पनि उहाँकै मुखबाट सुन्नुहोस्। हामीले उहाँका स्ट्याटसहरू पढेको थियौँ त्यति बेला, प्रोभोकिङ स्ट्याटसहरू होइन। काठमाडौँ महानगरपालिकाको मेयर भएको नाताले पनि दमकलका प्रश्नहरू आथे हामीलाई, पानी बाँड्ने प्रश्नहरू आथे, नगरपालिकाका प्रहरीहरूका प्रश्नहरू हामीलाई थियो। अब मानव अधिकार आयोग कसरी राजनीतिमा मुछिन्छ र कसरी शक्तिशाली र बाहिरियासँग बेग्लै व्यवहार गर्छ र यो संस्था कसरी चल्छ भन्ने बुझ्नको लागि कान्तिपुरमा केही समय अगाडि छापिएको पूर्व न्यायाधीश बलराम केसीले लेखेको यो एउटा लेख पढ्नै पर्छ। लिङ्क म तल राखिदिन्छु, पछि पढ्नु होला। उक्त लेखमा न्यायाधीश केसी भन्नुहुन्छ त्यो बेला सरकार केपी ओलीको थियो। संवैधानिक परिषद छलेर आफूले चाहेका मानिस नियुक्ति गर्नको लागि अध्यादेश ल्याएर ओली सरकारले 52 जनाको एकैचोटि नियुक्ति दिएको थियो। अहिले मानव अधिकार आयोगमा भएका 5 जना पदाधिकारी जसले यो रिपोर्ट बनाए तिनीहरू तिनै मध्येका हुन्। बाँकी कुरा अरू पनि छन्, यो लेखमा आफै पढ्नु होला। आयोगको अहिले निस्केको यो रिपोर्ट जुन छ त्यो रिपोर्ट हेरिसकेपछि संवैधानिक कानुनका ज्ञाता विपिन अधिकारी लेख्नुहुन्छ र भन्नुहुन्छ कानुन नै नबुझी रिपोर्ट बनाइयो। रिपोर्टमा धेरै कैफियतहरू छन्। पुराना घटनामा फौजदारी कारबाही सिफारिस गर्नको लागि पाश्चात्यदर्शी कानुन बनाएर कारबाही गर्ने सिफारिस गर्नु उचित होइन, यो कानुन सम्मत छैन भन्दै हुनुहुन्छ उहाँ। बाँकी कुरा मैले बोल्नै परेन, धेरै के बोलौँ। अब यति कुरा बुझिसकेपछि यो रिपोर्टमा कसलाई कारबाहीको सिफारिस गरेको छ र कसलाई थप अनुसन्धान गर्नु भनेको छ त्यो कुरा बुझाउँ आउनुहोस् हेरौँ। सरकारी सुरक्षा संयन्त्र, प्रहरी, सशस्त्र, गुप्तचर लगायतका संयन्त्रहरू बीचमा समन्वय नभएको अनि 23 गते मृत्यु भएका 42 जना मध्ये अधिकांशको टाउको, घाँटी, छाती लगायत संवेदनशील अङ्गहरूमा धातुको गोली प्रयोग भएको र युद्धमा प्रयोग हुने हतियारहरू समेत प्रयोग गरिएको भनिएको छ यो रिपोर्टमा। सिडिओले रबरको गोली मात्र चलाउने आदेश दिएको हुँ भन्नु अनि प्रधानमन्त्री र गृहमन्त्रीले गोली चलाउने आदेश नै दिएको थिएन भन्नु। तर मानिसहरू चाहिँ धातुकै गोली लागेर भट्टाभट्टी मर्नु त्यो सामान्य घटना होइन भनिएको छ यो रिपोर्टमा। आफ्नो जिम्मेवारीबाट तत्कालीन गृहमन्त्री, प्रहरी महानिरीक्षक र अनुसन्धान विभागका प्रमुखहरू उम्किन सक्ने कुरा हुँदैन भनेको छ यो रिपोर्टले। तत्कालीन 9 जना उच्च प्रहरी अधिकृतहरूको नाम नै तोकेर उनीहरू मानव अधिकार उल्लङ्घनमा जिम्मेवारी छन् भनेर कारबाहीको सिफारिस गरेको छ। त्योसँगै प्रहरी र प्रशासनको सञ्चालन मन्त्री परिषदबाट हुने भएकोले र तत्कालीन सञ्चार मन्त्रीले सामाजिक सञ्जाल जति बेला त्यो ब्यान भएको थियो त्यति बेला तत्काल फुकुवा गर्नुपर्छ भन्दाखेरि पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले नमानेकोले यो स्थिति आएको अनि गोली हान्ने आदेश दिएको छैन भन्ने मात्रै आधारमा उनी जिम्मेवार छैनन् भन्न सकिँदैन भनिएको छ। अर्थात् केपी ओली, रमेश लेखक र पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लङ्घन गरेको पुष्टि भएकोले उनीहरूलाई कारबाही गर्नु भनिएको छ। अर्थात् कारबाही नै गर्नु भनेको छ यो 3 जनालाई। त्यसरी कारबाही गर्दाखेरि अहिलेको कानुन पर्याप्त छैन भनेदेखि पाश्चात्यदर्शी कानुन बनाएर भए पनि कारबाही गर्नु भनिएको छ, जसको विरोध विपिन अधिकारीले गर्नुभएको कुरा मैले योभन्दा अगाडि नै भनिसकेँ। त्यति मात्रै होइन, यति सजाय दिनु भनेर अदालतले जसरी सजाय नै तोक्ने काम पनि गरेको छ यो रिपोर्टले। त्यो अधिकार यो संस्थालाई छ कि छैन? सिफारिस मात्रै गर्ने हो कि अदालतले जसरी सजाय नै तोक्ने हो भन्ने पनि प्रश्न उठेका छन्। यहाँ देखाइएका प्रहरी अधिकारीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ, जसमध्ये कसैलाई विभागीय कारबाही अनि कसैलाई भविष्यमा कुनै पनि सरकारी जागिर खान नपाउने गरेको सजाय दिनु पनि भनिएको छ। अर्थात् यहाँ देखाइएका प्रहरी अधिकारीहरूलाई सजाय नै दिनु भनेर लेखिएको छ। अर्थात् यहाँसम्म मैले योभन्दा माथि जति मानिसहरूको नाम लिए ती सबैलाई कारबाही गर्नु भनेर यो रिपोर्टले भनेको छ। कतिलाई त कारबाही यसरी गर्नु भनेर सजाय समेत यसरी गर्नु भनेर तोकेको छ। प्रहरीका धेरै अफिसरहरूलाई कारबाही गर्नु भनेको रिपोर्टले सेनाका पनि कमजोरी चाहिँ देखिएको भनेको छ। सेना समयमा निस्किएको भएदेखि यतिको क्षति हुने थिएन पनि भनेको छ। सेनासँग सहयोग मागिएको तर सेनाले सहयोग नगरेको पनि भनेको छ। तर सेनाका कसैलाई पनि कारबाही सिफारिस भने गरेको छैन, सचेत गराउन मात्रै भनेको छ। सेनाले आयोग समक्ष बयान दिन मानेन, त्यही पनि सेना बचेको छ। अब दबाब आयो नआएको कुरा मलाई प्रश्न थाहा छैन। सेना आउनु भएन, सेना किन आएन बयान? अब त्यो हामीलाई थाहा भएन। रवि लामिछाने जेलबाट निस्किनुमा कसको संलग्नता छ त्यो पत्ता लगाउनको लागि जेलर सत्यराज जोशी, रवि लामिछाने, मनिष झा र हरि ढकाललाई शङ्काको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्नु र दोषी देखिएदेखि कानुन बमोजिम कारबाही गर्नु भनिएको छ। अर्थात् यी 4 जनालाई दोषी करार गरेको छैन, तर अनुसन्धान गर्नु, दोषी देखियो भने चाहिँ कारबाही गर्नु भनेको छ। तर यसैलाई घुमाएर धेरैवटा समाचार पत्रहरूले चाहिँ दोषी नै देखियो कारबाही गरिहाल भन्ने गरी समाचार लेखेका छन्। कारबाही गर्न
तर मात्र होइन अब जेलै जान्छन् भन्ने समयका समाचारका टाइटलहरू बनाइएका छन् र आइरनी चाहिँ के छ भने त्यहीँनिर उपस्थित भएका देखिएका ठुला ठुला मानिसहरू सांसदहरू समेत धेरैको नाम यो रिपोर्टबाट गायब छ त्यो किन हो बुझिन सक्नुहुन्छ टिओबी भन्ने समूहले भिड उत्तेजित बनाएको अनि शान्तिपूर्ण रहेको प्रदर्शन जुन थियो सुदन गुरुङले नेतृत्व लिइसकेपछि आक्रोशित भएको र अघि बढेको भनिएको छ रिपोर्टमा नामै तोकेर आन्दोलनका आयोजकहरू मध्येका पुरुषोत्तम यादव सबल गौतम अंकित मल्ल खेमराज साउद र सुदन गुरुङलाई थप अनुसन्धान गर्नु भनेको छ तर उनीहरूलाई पनि कारबाही गर्नु चाहिँ भनेको छैन अर्थात् अनुसन्धान गर्दाखेरि दोषी देखियो भने कारबाही गर्नु भनेको छ अहिले नै दोषी देखाइहालेको छैन आह्वानकर्ताहरूमध्ये रक्षा बम र जस्मिन ओझाले सुदन गुरुङलाई फर्काउन आग्रह गरेको तर नफर्किएको भनिएको छ आन्दोलनमा घुसपेट भएको थाहा पाएर पनि रोक्ने प्रयास नगरिएको अर्थात् घुसपेट भएको तथ्य नकारेको छैन तर कसको कसरी कहाँनिर घुसपेट भयो त्यो भने खुलाइएको छैन प्रतिवेदनमा अब कुरा आउँछ यहाँनिर भएका यी 49 जनाको यही रिपोर्टको सबभन्दा माथि 3 नम्बरमा चाहिँ विभिन्न तहका विद्वान बुद्धिजीवी चलचित्रकर्मी सोशल मिडिया इन्फ्लुएन्सर अनलाइन व्यवसायी युट्युबरहरूले सामान्य ढङ्गले समर्थन गरेको भनिएको छ आई रिपिट सामान्य ढङ्गले समर्थन गरेको भनिएको छ तर तिनै सामान्य ढङ्गले समर्थन गर्नेहरूलाई त्यही रिपोर्टको अलिक तल 10 नम्बरमा चाहिँ तिनै मानिसहरूलाई अझ अनुसन्धान गर्नु पनि भनेको छ सामान्य समर्थन गर्नेलाई पनि थप अनुसन्धान तर जसको कारणले शान्त रहेको भिड उत्तेजित भयो ब्यारिकेड तोड्यो र कन्ट्रोल गर्न नसक्ने स्थिति भयो त्यसलाई पनि यही ब्यागमा हालिएको छ एउटै ठाउँमा सालाखाला मिसाइएको छ सर र रिपोर्ट हेर्दा यस्तो लाग्छ कि यो रिपोर्ट माथिको भाग र तलको भाग बेग्लै बेग्लै मानिसले लेखेका हुन् कपी पेस्ट मात्रै भएको छ यहाँ भएका यी लगभग 49 जना मानिसहरू उनीहरूलाई अभियन्ता आह्वानकर्ता समर्थक भनिएको छ तर यहाँ भएका धेरै नामहरू हेर्नुभयो भने न त ती अभियन्ता हुन् न त आह्वानकर्ता हुन् न त समर्थक हुन् न त ती त्यो आन्दोलनमा कतै सरिक भएका थिए समाचार मात्रै बनाएका र फेसबुकमा स्ट्याटस मात्रै लेखेकोहरूको पनि नाम एउटै डालोमा राखिएको छ यहाँ नाम भएका धेरै मानिसहरू जो न त त्यो आन्दोलनमा गएका थिए न त कुनै डिस्कोर्ड च्यानलमा गएर पार्टिसिपेट गरेका थिए न त कुनै सोशल ग्रुपमा इन्भल्भ थिए न त आगजनीमा संलग्न थिए न ढुङ्गामुढा गरेका थिए मात्रै आफ्नो सोशल मिडियामा स्ट्याटस राखेकै भरमा यो जेनजी आन्दोलनलाई सोशल मिडिया मार्फत भद्र समर्थन मात्रै गरेको भरमा पनि यो लिस्टमा यहाँ नाम आएको छ धेरैको त्योभन्दा बुझ्नुपर्ने कुरा के छ भने यी नाम भएका कसैलाई पनि दोषी करार गरिएको छैन कारबाही गर्नु पनि भनिएको छैन के भनिएको छ आफै हेर्नुहोस् निजहरूको संलग्नता रहेको नरहेको निजहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भए नभएको सूक्ष्म अनुसन्धान गरी सुसूचित गराई उनीहरूलाई स्वच्छ सुनवाईको हक अधिकारको सुनिश्चितता सहित अनुसन्धान गरी दोषी देखिए मात्र कारबाही गर्नु यसको समरी के हो भने अनुसन्धान गर्नु दोषी देखिए कारबाही गर्नु होइन भने यिनीहरू दोषी होइनन् भनिएको छ यो रिपोर्टमा अर्थात् दोषी हुन् र कारबाही गर भनिएको छैन तर के कारणले हो कुनी यिनको फोटो सामाजिक सञ्जाल र पत्र पत्रिकामा अपराधै गरे जसरी अपराधी नै हुन् जसरी डुलाइएको छ आजै जेल पठाइहाल्नुपर्ने यिनीहरू देशद्रोही नै हुन् जसरी प्रचार गरिएको छ अदालतमा मुद्दा पुग्ने बित्तिकै अपराधी नै भयो भनेर हल्ला मचाउने समाजमा सायद यो नर्मलै होला अनि एकछिन पख्नुहोस् त यो दुईटा स्ट्याटस हेर्नुहोस् त एकपटक यो प्रोभोकिङ या हिंसा भड्काउने जस्तो देखिन्छ कि देखिँदैन एउटाले लेख्दैछ यस्तो अवस्थामा निधारमै गोली हाने पनि हुन्छ रियल बुलेट अनि अर्को लेख्छ यी आराधकहरूलाई गोली नै हान्नुपर्छ यी दुईटा त उदाहरण मात्रै हुन् यस्ता अरू पनि उग्र स्ट्याटसहरू त्यो बेलाका सत्ताधारी दलका सदस्यहरूले प्रशस्तै राखेका थिए अहिले पनि हेर्दा भेटिन्छ तिनीहरूको नाम कतै यो रिपोर्टमा छैन अनि तिनको नाम कुनै पत्र पत्रिकाले चाहिँ लेखे कि लेखेनन् किन लेख्नु आफ्नो मान्छे आफ्नै हुन्छ आराधक त हामीलाई अन्याय भयो न्याय पाऊँ भ्रष्टाचार हटाउनु पर्यो देशमा सुव्यवस्था चाहियो भन्नेहरू पो हुन्छन् त सरकारले दमन गर्यो भन्दै सडकमा उत्रिनेले पो अराजकता मचाउँछन् त यसरी सरकारको समर्थन गरेर बुलेटै हाने पनि हुन्छ भन्नेहरू त अराजक कहाँ हुन्छन् र अब मैले अघि माथि देखाएको समाचार एकपटक फेरि हेर्नुहोस् यहाँनिर प्रष्ट लेखिएको छ कारबाही गर्न सिफारिस त्यो पनि 49 जनाको नाम भएको ठाउँमा एउटा दुईटा तीनवटा टाउकाहरू टपक्क टिपेर सेलेक्टिभ प्रोपागन्डा जर्नलिजम यसलाई जर्नलिजम भन्दा सायद जर्नलिजमको बेइज्जत पनि होला जर्नलिजम पनि भन्ने कि नभन्ने अर्थात् साँच्चीकै कारबाही सिफारिस जसलाई गरिएको छ उनीहरूको बारेमा नलेख्ने नबोल्ने तर कारबाहीको सिफारिस नै नभएका एकपटक छानबिन गर भनेकाहरूको नाम चाहिँ उचालेर कारबाही सिफारिस गरिएको छ भन्नुलाई पत्रकारिता भन्ने हो कि दलकारिता भन्ने हो त्यो छुट्याउने जिम्मा तपाईहरुको अनुसन्धान गर भन्नु दोषी करार गर्नु अनि कारबाही गर भन्नु आकाश पाताल फरक कुरा हो तर नाम आयो भन्दैमा अपराधी जसरी फोटो बनाउँदै कुदाउँदै गरिएको छ अहिले बजारमा
मानमर्दन गरिएको छ जुन खेदजनक छ। अनि इन्ट्रेस्टिङ कुरा चाहिँ पूर्व प्रधान न्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालको पनि नाम अनुसन्धान गर्नु पर्यो भन्ने यही लिस्टमा छ, जसको खण्डन पनि आइसकेको छ। गौरीबहादुर कार्की जो योभन्दा अघि कार्की आएको यही घटनासँग सम्बन्धित रिपोर्टका संयोजक पनि थिए, उनको पनि नाम यही लिस्टमा छ अनुसन्धान गर्नु भनेर। जे होस्, यो लिस्टमा भएकाहरू अपराधिक करार भएका, दोषी देखिएका र सजाय देऊ भनेर सिफारिस गरिएका मानिस होइनन्। यिनलाई छानबिन गर्नु, दोषी देखिएदेखि कारवाही गर्नु मात्र भनेको हो। तर कुदाउनेले यसरी कुदाएका छन् कि यिनीहरू केपी ओली र रमेश लेखक भन्दा अपराधी हुन्, समातेर अहिले नै जेल हालिहाल्नुपर्छ। अनि डिजिटल बोर्ड ह्याक गर्ने, टिकटक एकाउन्टबाट उत्तेजनात्मक सामग्रीहरू बनाएर प्रसारण गर्ने, पेट्रोल बम बनाउन सिकाउने, एआई जेनेरेटेड भिडियो बनाएर मानिसहरू भड्काउने, डिस्कोडमा बसेर मानिसहरू भड्काउने, त्यहीबाट विस्फोटक पदार्थ बनाउन सिकाउने, प्रहरीको फेक फेसबुक पेज बनाउने, यस्ता कामहरू पनि गरिएको भनेर लेखिएको छ यो रिपोर्टमा। सिंहदरबार र अदालतमा यस्तै सामग्रीहरू प्रयोग गरेर जलाइएको हुन सक्ने कुरा गरिएको छ। तर त्यो को हो, कसले गर्यो, त्यसको न त कतै पहिचान गरेको छ, न त तिनीहरूको कतै नाम छ, न त तिनीहरूलाई कतै कारबाहीको सिफारिस गरेको छ यो रिपोर्टले। अर्थात् रियल जलाउने मानिसहरू गुमनाम छन्। अर्थात् वास्तविक रूपमै संसद भवन जलाउने, सिंहदरबार जलाउने, अदालतमा आगो लगाउनेहरूको नाम कतै पनि छैन। नेताको घर घरमा गएर लुटपाट गर्ने, कुटपिट गर्ने, तोडफोड गर्नेको पनि नाम छैन। हातमै आगो लिएर जलाउँदै हिँडेकाहरूको क्लिप अहिले पनि भेटिन्छ, तिनीहरूको पनि कतै नाम छैन। ह्यामर लिएर तोडफोड गर्दै हिँडेकाहरूको क्लिप अहिले पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्दै छ। पसल र स्टोरहरू लुट्दै हिँडेका, मास्क लगाएका, तोडफोड गरेका, उनीहरूको पनि फोटो र क्लिप अहिले जताततै भेटिन्छ। तिनीहरूको पनि चर्चा यो रिपोर्टले गरेको छैन, नाम छैन। सायद त्योभन्दा अपराध चाहिँ सोसियल मिडियामा बसेर स्ट्याटस लेख्नेहरूले गरे भने जस्तो देखिन्छ। तर रिपोर्ट 10,000 पेज लामो छ अरे। हाम्रो टोटल रिपोर्ट त 10,000 पेजको छ। आशा गरौँ त्यो 10,000 पेजको रिपोर्टमा यो विवरण पक्कै होला। अनि जजसको नाम राखिएको छ यहाँनिर, जजसलाई अनुसन्धान गर्नु भनेर भनिएको छ, तिनीहरूलाई के कारणले त्यसो भन्यो, उनीहरूको इन्भल्भमेन्ट के थियो, सायद त्यो पनि राखिएको होला त्यहाँनिर। त्यत्तिकै त नाम यहाँ राखिएन होला। अनि मैले अघि जुन भने भत्काउने, डढाउने, जलाउने, लुटपाट गर्ने, तिनीहरूको पनि विवरण होला। सायद यो छोटो रिपोर्टमा छुटेको होला भन्ने आश गरौँ। जे होस्, रिपोर्टको भनेको छ। अब कुरा रह्यो मेरो, यदि यो रिपोर्टले मेरै नाम राखेको हो भने छानबिन मैबाट सुरु होस्। मैले के लेखेको या के बोलेको या के गरेको कारणले या अरू कुनै कारणले मेरो नाम त्यहाँ राखियो, या म अमेरिकामा बसेर नेपालको भूमि नटेकिकन कुन भवन जलाउन पुगेँ अथवा कसलाई सहयोग गरेँ, या मैले प्रमाणसहित निकालेका कुन कुन भिडियोले नेपालमा कसको मुटु जल्यो, त्यो मलाई पनि बुझ्न मन छ। यदि त्यही कारण हो भने, यदि यही स्ट्याटसको कुराले हो यदि भनेदेखि मैले यो बारेमा यो भिडियो बनाइसकेको छु, एकपल्ट हेर्नु होला, हेरे हुन्छ, बुझ्न मन लागे मसँग पनि बयान लिए हुन्छ। त्यहाँ प्रत्यक्षदर्शीहरू पनि छन्, उहाँहरूसँग पनि बयान लिनु होला। त्यहाँ भएका सुरक्षाकर्मीहरूसँग बयान लिनु होला, कर्मचारीहरूसँग बयान लिनु होला, कन्ट्याक्ट एड्रेस मसँग छ, मसँग सम्पर्क गर्नु होला। र अन्तर्राष्ट्रिय संस्थाहरूले पनि त्यो बारेमा रिपोर्ट बनाएका छन्, त्यो रिपोर्ट पनि पढ्नु होला। आई एम रेडी। मैले त्यो स्ट्याटसमा जे लेखेँ त्यो सत्य थियो, त्यसमा म अहिले पनि अडिग छु। यदि सत्य बोल्नु मैले गल्ती गरेको हो भने माफ पाऊँ, सत्य अझै बोल्नेछु। यदि होइन भने मैले प्रमाणसहित निकालेका भिडियोले कसैको मुटु जलेर खरानी भएको हो र त्यसैको कारणले मलाई खरानी ग्याङ भनिएको हो भने, भ्रष्टाचारीहरूको मुटु जल्छ यदि त्यसले त्यसरी प्रमाणसहितका भिडियोहरूले भने त्यो अझै बढोस्, यो ग्याङ अझै ठुलो होस्, भ्रष्टाचारीको मुटु अझै जलोस्। मैले प्रमाणसहितका भिडियो निकालेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्दाखेरि देश बन्छ भने यो काम म अझै रफ्तारमा गर्नेछु। आफ्नो कर्तव्य निभाउन चुक्ने छैन। अझै म मात्रै होइन, म जस्ता अरू मानिसहरूले पनि यो काम सुरु गर्नु भन्छु म। यदि त्यसको लागि मैले कित्ता काट्ने बेला आएको हो भने कित्ता काट गर्न पनि तयार छु, तर यो काम रोक्ने छैन। बाँकी तपाईँहरू सबैले देख्नु भएकै छ, बुझ्नु भएकै छ, सबै छर्लङ्ग छ, लुकाउनु पर्ने केही पनि कुरा छैन। यदि यसले सही कुरा गर्छ र प्रमाणसहितका भिडियोले देशमा राम्रै काम गर्दैछ भन्ने तपाईँलाई लाग्छ भने प्लिज किप सपोर्टिङ, सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरेर सहयोग गरिदिनु होला। अरू केही पनि चाहिँदैन। यदि मन पर्दैन भने आई रेस्पेक्ट योर भ्यू, राम राम मात्रै भन्छु, जबरजस्ती छैन। बाँकी अर्को भिडियो लिएर आउनेछु। अन्तमा यस्ता अफवाहहरूले मलाई मारेन यदि भने म झन् बलियो भएर आउनेछु। इफ इट डजन्ट किल मी, इट विल मेक मी स्ट्रङ्गर। अहिलेलाई बिदा दिनुहोस्, म अर्को भिडियो लिएर आउनेछु। धन्यवाद, नमस्कार।